हेलो साथीहरु, गुड मर्निङ। आज पनि न्यू भ्लग लिएर म आइसकेको छु तपाईहरुसँग। धेरै दिनको बाद, कम्तीमा पनि दुई तीन हप्ताको बाद नयाँ न्यू भ्लग लिएर आएको छु। भने तपाईहरु के गर्दै हुनुहुन्छ? खानासाना नास्ता सास्तो भयो होला हैन? म चाहिँ भर्खर ड्युटी खतम भएर पार्कसारा घुम्न आएर रुम जाँदैछु अहिले हैन। ट्याक्क यो भाइले चाहिँ पार्क जाने भनिरहेको थियो। अनि त्यसपछि म हल्का आज यो भाइसँग पार्क आइदिएको थिएँ। तपाईँहरू त सन्चै आरामै हुनुहुन्छ होला भन्दै म आशा गर्दैछु होइन। चाहिँ सबजना एक्सर्साइज गरेर जाँदै, कोही जाँदैछन्, कोही गएर पनि एक्सर्साइज गरेर पनि आइसकेका छन् होइन। रोड चाहिँ अहिले फेरि खाली छ, त्यति गाडी पनि आएको छैन, त्यति मान्छे पनि भिडभाड छैनन्। टक्क होइन, बिहानको मौसम चिसो हावासँगै सरेर चिसो हावा खाँदै म चाहिँ भ्लग बनाउँदै। कतिपय साथीहरू त मस्त सुत्दिनु होला भने कतिपय साथीहरू टन्न आफ्नो काममा व्यस्त हुनुहुन्छ होला होइन। म चाहिँ अहिले दिल्लीको नोएडाको एरियामा छु भने मेरो काम धाम चाहिँ त्यस्तै चलिरहा। हिजो सोमबार थियो भने त्यति काम धाम चलेको थिएन। हाम्रो होटलमा डेन्जर काम चल्ने चाहिँ अनि शुक्रबार, शनिबार, आइतबार हो, 3टा बार डेन्जर काम चल्छ। अनि त्यो 3टा बार चाहिँ डेन्जर काम चल्छ। अनि त्यति बेला चाहिँ म बिजी थिएँ, पिसिलो टाइम चाहिँ अहिले चाहिँ तपाईँहरूको माझ जोडिरहेको छु। हामी चाहिँ आधी रोड क्रस गरेर अब हाम्रो रुमतिर लाग्दैछौँ भने तपाईँहरूको माझ हिँड्दै होइन। मेरो साथसाथै सेतो लुटी पनि हिँड्दैछ। तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ यहाँ आउने अझै मार्केट खुलेकै पनि छैन। हामी चाहिँ बिहानै करिब 4:30 बजीतिर पार्कतिर निक्लेको थियौँ। अब भयो 5:30, 1 घन्टा पार्कतिरै भुल्यो होइन। एक्सर्साइज गर्ने, यताउति गर्ने गरेर आइयो। मेरो युट्युब च्यानलमा गएर चाहिँ होइन, यहाँ काकी छ नाम। अनि यदि तपाईँहरूले सपोर्ट दिन चाहनुहुन्छ भने मलाई युट्युबमा गएर फलो गर्न सक्नुहुन्छ। मैले काम गर्ने जग्गाको 1-2वटा भिडियो हालेको छु, हेर्न पनि सक्नुहुन्छ मजाले होइन। भर्खर सुरु गर्दैछु होइन। तपाईँहरूको प्यारो भाइलाई माया गरिदिनु होला होइन। अहिले चाहिँ यति नै। म फेरि केही दिनको बाद फेरि भ्लग लिएर आउँछु। म चाहिँ अहिले नै यति नै। म रुम आइसकेँ। ल सबैजनालाई बाइ बाइ।